नमस्कार। जति पनि मेरो युट्युब फेसबुक हेरेर बस्नुहुने मेरो दर्शक महानुभाव मेरो भ्युजहरू हुनुहुन्छ, उहाँलाई हाम्रो दाजु हुनुहुन्छ यहाँनिर, उहाँलाई चाहिँ धेरै वर्षदेखि उहाँ सिक्किममा आएर बस्नुभएको। मैले चाहिँ एउटा सानो उहाँसँग एउटा भलाकुसारी गर्ने एउटा जमर्को कसेको छु। अन्त उहाँ पनि नेपालदेखि पहिले नै आएर बस्नुभएको अरे। अब हामी त थिएनौँ र पहिले नै उहाँले आएर बस्नुभएको अरे र उहाँसँग चाहिँ हामी एउटा सानो भलाकुसारी गर्नेछौँ। दर्शक महानुभाव तपाईँहरूले पनि सुनिदिनु होला। दाजु पहिले कहिले आउनुभएको यता सिक्किम? यो त 1984 तिर नि। 1984मा। अन्त आएदेखिको उता नेपालमा तपाईँले कन्ट्याक्ट गर्नुभयो कि भएन? कति खेप त गरियो नि 2-3 खेप त गर्नुभयो। अन्त गर्नुभयो, त्यहाँदेखि यता गर्नुभएको छ कि छैन? छैन। अब उहाँहरूले पनि सोच्दै हुनुहुन्छ होला, भ्युवर्स तपाईँहरूले पनि यो चाहिँ अब पुऱ्याइदिनु होला, उहाँको आफ्नो आफन्तसम्म चाहिँ पुऱ्याइदिनु होला। जति पनि सहयोग सेयर गरेर यो भिडियो चाहिँ तपाईँहरूले पुऱ्याइदिनुहोस् भन्ने मलाई, पुऱ्याइदिनुहुन्छ भन्ने जति पनि त्यो मलाई आशा छ। उहाँको घर चाहिँ तेह्रथुम के पो भन्नुभयो हजुर? तेह्रथुम त अट्राई भन्ने, अन्त वडा नम्बर 6 मा रहेछ उहाँको चाहिँ। अनि उहाँलाई चाहिँ सपोर्ट गरिदिनुहोस् यो भन्दै। दाजु तपाईँले भनिदिनुहोस् त एकचोटि यहाँ भिडियोमा। म त जान्दैन है। हुन्छ, धन्यवाद छ तपाईँहरूलाई।